सुरुमा जिज्ञासा यो उचित जैविक मल र हजुरको यो ग्रिन पावर दुईटा प्रोडक्ट है हजुर पशु आहारको यहाँ रहेछ सर तीनटा रहेछ अनि यो जैविक मलमा यो के यसको र मेटेरियल के हो सर यसको जैविक मल भनेपछि हामीले जीवाणु त्यसमा राखेको हुन्छौँ होइन त्यो जीवाणु बाँच्नको लागि एउटा निश्चित र मेटेरियल चाहिन्छ मैले अघि नै एउटा भने मल भनेपछि कि हामीले रासायनिक मललाई बुझ्छौँ कि फोहोर मैलालाई बुझ्छौँ होइन यसमा त्यस्तो कुनै पनि फोहोर मैला रहँदैन यो हजुरले यो प्रोडक्ट निकाल्नुहुन्छ नि यो के युज गर्नुहुन्छ कच्चा पदार्थ अब खासै त्यो कच्चा पदार्थ भन्नु भनेको चाहिँ आफ्नै सबै कुराहरू उडान गर्नु होइन त्यो गर्नु कतिपय कुरा ठिक छ जे होस् तपाईँले त्यो मललाई खोलेर हेरिसकेपछि यति कुरा थाहा हुन्छ कि नेपालमा जति पनि मलहरू आएको छ या त फोहोर मैलाबाट बनेको छ या त गैँडा मल भनेर गोबरबाट बनिएको छ होइन अनि या त कति केजीको प्याकेट गर्नुभएको माटो त्यसमा यसमा माटो 1% पनि हुँदैन कसरी पनि हुँदैन अहिले 100 रुपियाँ केजी किलो 100 यो सबै न्युट्रिएन्टहरू यो रिजल्ट देखाएको ठुलो पुँजीपतिहरूले सर यसलाई छ भनेको लिनलाई धेरै प्रयत्न गर्नु धेरै वर्षदेखि अस्ति सार्क ट्याङ्क छ नि सर अहिले त्यसले चाहिँ लगाएर फाइनल पनि लगानी गर्ने भन्नुभयो उहाँहरूले तर सरले 20% मात्रै दिउँ भन्ने थियो उहाँ कार्यक्रमै छ नि सर आएछ उहाँ नै हो उहाँ नै हो कृष्णचन्द्र हजुर हजुर हो सर तर त्यहाँ अलिकति उहाँहरूले पर्सेन्टेज धेरै माग्ने र अलिकति अनेक शर्तहरू राख्ने काम गर्नु अनि हामी जस्तै मान्छे किन चाहिँ आफै प्रयत्न नगर्ने किसानहरूको बिचमा उहाँहरूले मूल्य पनि फेरि बढाउने कुरा गर्नु हुँदैन कि त्यही भएर हामीले चाहिँ यो प्रयोग भएका सरकारको गैर सरकारी उत्पादन हुन थालेको कति भयो यो त धेरै वर्ष भयो सर अनि यसको कस्तो छ मतलब यो कतिको गइरहेछ अथवा यहाँ मोरङमा चाहिँ हामीले सुरुवात कहाँबाट गर्ने भन्ने हामीले पहिला सुरुमा त्यही कुरा गरेको होइन सुरुमा हामी किसान कहाँ गयौँ जुन काठमाडौँमा बन्थ्यो काठमाडौँमा चाहिँ त्यहाँ एउटा जिल्ला कृषि कार्यालय थियो त्यतिखेर त्यहाँ एउटा चन्द्र के श्रेष्ठ हुनुहुन्थ्यो उहाँको पालामा उहाँ एकदम अवेरनेस थिए त्यही कारणले उहाँले प्रोग्राम के चलाउनु भयो भने अर्ग्यानिक उत्पादन गर्नेलाई म केही एउटा गर्छु भन्ने कुराहरू प्रोग्राम चलाइसकेपछि काठमाडौँमा अधिकांश व्यावसायिक किसानहरू अर्ग्यानिक खेतीमा गए अनि मैले यस्तै कुरा गर्दाखेरि उहाँ पनि पहिला पठाउनु हुनुहुन्थ्यो हाँस्नुभयो सुरुमा उहाँले मलाई के भन्नु भने एक बोरा मलाई स्याम्पल दिनुहोस् न भने मसँग कुनै पनि त्यो फोहोर फालेको फोहोरहरूको बनाएको होइन हरेक मेटेरियल भनेको मेरो पैसा परेको छ कमसेकम मलाई मेरो कस्ट चाहिँ दिनुहोस् म फ्रीमा चाहिँ दिन्न भनिदिनु भनेपछि उहाँले ल ठिकै छ त्यसो भए कस्ट कति हो भने यति भनेपछि ल त्यसो भए एकबाट दिनु न भने एकबाट लगेँ जब त्यो किसानले त्यतिखेर 9वटा कृषि फार्महरू छुट्याएका थिए अर्ग्यानिक कृषि फार्म भनेर त्यो 9वटाले प्रयोग गरेको हप्ता दिनमा उहाँले 30 टन अर्डर गर्नुभयो जब उहाँ अनि किसान पनि फेरि के छ भने त्यतिखेर जिल्ला कृषिले अलिकति सब्सिडी दिएको थियो त्यो कारणले लिए जब किसानले त्यो हटाएपछि उहाँ चेन्ज हुनुभयो उहाँ त्यसपछि झुम्का आउनु मन्त्रालय जानुभयो मन्त्रालयबाट झुम्का आउनुभयो त्यसपछि शरदचन्द्र श्रेष्ठ उहाँको नाउँ चाहिँ अनि त्यसपछि चाहिँ हटे कि अब त्यस्तै अनि फेरि अब हामी कहाँ जाने भन्दा किसानहरू कहाँ जाँदै सम्झाउँदै गराउँदै गर्दाखेरि अहिले नगरपालिका गाउँपालिकाहरूमा हामीले समन्वय गरिरहेछौँ त्यहीँबाट सुरु भइरहेछ ठिकै छ अहिले बिजनेस त्यति छैन तर एउटा के छ भने हामी एग्रोभेटरमा जान सकिरहेको अवस्था छैन विशेष गरी तरकारी बालीलाई होइन यो कुनै पनि हामी अलैँचीका लागि वरदान छ सर सबै कुरा हाल्ने के हो भने त्यो सबै त्यो चाहिँ एकदमै किसानलाई सम्झाउनु पर्ने नि यो छ हाम्रो कम्पोस्ट मल भन्ने बित्तिकै मिनिमम पनि 1 केजीको आवश्यकता पर्छ होइन यो जब त्यसको भनेको अनि त्यो प्राइसको कुरा हुँदाखेरि के हुन्छ भने यो 100 रुपियाँ पर केजी भन्यो अरू 30 रुपियाँ 40 रुपियाँ 60 रुपियाँ केजी भयो यो त महँगो भयो रासायनिक मल भन्दा पनि महँगो भयो होइन रासायनिक मलको फेरि हजुरसँग गफ गर्दाखेरि चाहिँ छुट्टै गफ गर्नुपर्ने किनभने हजुर त नेपाल सरकारको हुनुहुन्छ नि त
नेपाल सरकारले किन्दाखेरि युरियाको दाम भनेको 114 रुपियाँ हालको त्यसमा सब्सिडी भनेर होइन। त्यो त राज्य कोषकै पैसा गयो नि, पब्लिकै पैसा गयो। तर हामी किसानले खोज्दा के हुन्छ भने मैले 25 रुपियाँमा किन्छु 22 रुपियाँमा किन्छु भन्ने हुन्छ। अनि त्यही कुराहरू पनि त्यो भन्दा पनि हामीले जुन कम्पोस्ट मलको तुलना गर्दाखेरि उनीहरूले गर्ने पनि त्यही हो, अरूको 60 रुपियाँ तपाईँको 100 रुपियाँ किन। जबकि एउटा प्लान्टमा 1 केजी हाल्दा त्यसले राम्रो परिणाम दिँदैन कम्पोस्ट मलले, चाहिने जति त हुन्न। तर 1 केजी गयो भने पनि उसको 30 रुपियाँको पर केजी हो भने 30 रुपियाँ त गयो नि त। यो त पर प्लान्टमा जम्मा 25 ग्राम हो। सारो बिरुवाको लागि रोपनीमा 12 किलो हजुर प्रति कठा 8 किलो होइन। यो चाहिँ फेरि के हो भन्दा हाम्रो गहुँ खेती गर्ने, धान खेती गर्ने, मकै खेती गर्नेलाई चाहिँ महँगो साबित हुन्छ यो चाहिँ। किनभने उसले युरियाको भरमा काम गरिरहेको हुन्छ, उसलाई धान कति आएसँग मतलब छैन। त्यो कारणले गर्दाखेरि उसले त्यो रासायनिक मलमा त्यहाँ उसको प्रति कठा कति लाग्ने भनेर तुलना गर्दाखेरि चाहिँ महँगो पर्न जान्छ। तर अहिलेको हाम्रो प्र्याक्टिस चाहिँ के छ भने सर, त्यही हाम्रो यो अहिले शाखा उद्योग भनेको पथरीमा छ। पथरीको ठ्याक्कै त्यो शाखा उद्योगको ठ्याक्कै पछाडि 5 कट्ठा जमिन छ, लगभग 4.5 कट्ठा, म्याक्सिमम् 4.5 कट्ठा जमिन छ। सुरुमा मैले गएर त्यहाँ प्र्याक्टिस गर्दाखेरि जम्मा त्यहाँको धान आएको भनेको 13 मन धान आएको थियो। त्यतिखेर त महँगै भयो होला। जब आज 4औं वर्ष आइपुग्दा लगभग डबल 23 मन अहिले धान दिन्छु। अहिले प्रयोग भएको छ सर धेरै ठाउँमा। 10देखि 15% पहिलो वर्ष, 4th इयरमा जाँदा 50 to 70%सम्म वृद्धि गर्छ। हामीले के भन्न सक्छौँ होला, कुनै पनि किसानलाई तपाईँले धानमै प्रयोग गर्यो भने पनि प्रति बिघा 10 मन धान बढी खर्च। भनेपछि 10 मन धान खरिने बित्तिकै त मलको पैसा त आएको पैसा त अझै बढी भयो। भनेपछि नेक्स्ट इयरको लागि त माटो फेरि उर्वरा शक्ति भयो, त्यो त बढ्दै जाने हो। अहिले हामीले रासायनिक मलमा के गरेका छौँ भने यो वर्ष हामीले 10 किलो राख्यौँ भने अर्को वर्ष 1.5 किलो राख्नु, डिमान्ड हाई भएर जान्छ। त्यो बढ्दै गएको हो नि त। हिजो त्यही कारण आज त्यही कारणले नेपाल सरकारले फुलफिल गर्न नसकेको यही हो नि त। हिजो कति टन लिएर आउँथ्यो, आज कति टन पुग्यो। माग अत्याधिक होइन, त्यो उसको डिमान्ड पनि, त्यो माटोको डिमान्ड पनि त्यही भयो। त्यो यो कुराहरू अब नेपालको विज्ञहरू र विदेशका विज्ञहरूले पनि यो कुरा भनिदिनु पर्थ्यो भने जस्तो लाग्छ मलाई। होइन, प्रति हेक्टर 10 केजी मल गर्ने त भन्नु पऱ्यो होला नि त। प्रत्येक वर्ष बढ्दै जान्छ। त्यो भनेको हामीले कतिसम्म खरिद गर्न सक्ने, हाम्रो नेपालको क्रय शक्ति कति हो त। उत्पादन घट्दै जानु, रासायनिक मल चाहिँ बढ्दै जानु भनेको त गाह्रो चिज हो नि त। यी कुराहरू मैले मन्त्रालयमै गएर मन्त्रीसँगै कुरा गर्दाखेरि अब हुन त हो, तर के गर्ने भन्छ भन्नु। किन यही वर्ष पनि सर मैले अलिकति किसिम सर समय लिएर यो वर्ष चाहिँ नेपाल सरकारले अलि अगाडि, हजुरहरू त सामेल हुनु होला त्यो विषयमा भन्ने लागेर पनि हो, जैविक र प्राङ्गारिक खेतीतिर जाउँ, यसलाई प्रमोसन गरौँ भनेर तलतिर पनि होमवर्क गरेर होला करिब 1 अर्ब 68 करोडको चाहिँ योजना बनाएर पेश गर्नुभएको रहेछ। मन्त्री परिषदले त्यसलाई पास गरेछ सर। अनि त्यसपछि बजेट आउँदाखेरि 1 अर्बको आश छ सर अस्ति, तर मन्त्रालयमा आइपुग्दा 40 करोडको मात्रै आयो। कृषि मन्त्री रामनाथ अधिकारीसँग 2-3 राउन्डको हामीले छलफल चलायौँ र यो प्रयोग गर्न पनि दियौँ। उहाँले बारीमा प्रयोग गर्नुभयो। यसको रिजल्ट आयो र उहाँले के भन्नुभयो भने यो त अत्याधिक राम्रो कुरा आयो, बसौँ यसको कार्यविधि बनाऊ र के लागू गर्न सकिन्छ, यही वर्षदेखि लागू गर्ने भनेर ठिक्क 23 गते नि छ सर त्यसको फाइनल गर्ने कुरा हामीसँग घटनाचक्र अर्को ढङ्गले गयो। त्यही दिन चाहिँ उहाँले रिजाइनेसन दिनुभयो। मैले सरलाई भनेको चाहिँ हामी